विश्व के सबसे प्रसिद्ध जोड़ी राम जानकी के विवाह स्थल में विवाह होइ छै। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन। ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घण्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामारोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ। खप्तड, रामारोसन, बडीमालिका, बुढी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछौँ। किसानले बाटोमा दुध पोखाएको, तरकारी फालेको त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा